हेलो गाइस, गुड इभिनिङ। मेरो नाम चाहिँ देशी चम्बाङ हो। सो मेरो न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज पार्क खरेको खरे भयो ठुलो पाएको आएर अहिले जस्ट पार्क आउटको छु। अहिले हिँड्दै हेरेर छ दिदीमा कुन्दोको पुरै पुग्यो हामी खाइसक्यौँ। अहिले चाहिँ अब खोजेर पार्क गर्छु। नानी पनि यस्तै हुन्छ कि अस्ति जस्तै खरेको पार्क। चलो भिडियो बनाएको भिडियो बनाएको सो अहिले चाहिँ हामी फाइनली मतलब पार्क पुगेर चाहिँ हामी यहाँ चाहिँ घुम्दैछौँ क्या, यहाँ घुम्दैछौँ। अनि यहाँ चाहिँ पानी कस्तो दामी छ, पानी चाहिँ कस्तो मजा आउँछ गर्न पनि पर्छ। अनि हामी यहाँ मतलब यहाँ अब जाने यता साइड घुम्नु। अहिले हामी यहाँ अलिकति बसेको रेस्ट गरेको मतलब खासै हो हिँडेँ। आज जग्गा बिर्सेर नि हामी यस्तो हिँड्दै आएको अनि खोज्दै आएको मतलब कहाँ भनेर अनि सोध्दै मान्छेले सोधी आएको क्या। अनि अहिले चाहिँ हामी यहाँ चाहिँ घुमेर त्यसका बाद हामी फेरि ऊपर जाने हो घुम्नु चाहिँ। अनि अहिले चाहिँ हामी चाहिँ सबैले भिडियो चाहिँ त्यति खास कस्तो मतलब भिडियो चाहिँ मलाई आउँदैन बनाउँछु, त्यो पनि यसलाई हुन्छ नि भिडियो तपाईँहरू यस्तो हुन्छ पानी यस्तो म भिडियो बनाउनु कस्तो बढिया हुन्छ कि भिडियो बनाउनु। हेलो सब्जी अनि अहिले हामी यहाँ चाहिँ दिदीले उल्टा पुल्टा कुरा गर्छ, दिमाग खराब हुन्छ मेरो। यहाँको फुलहरू कस्तो दामी हेरेको फुल सुन्दर लाग्छ हेरेर। यहाँ चाहिँ जे पनि राम्रो हुने क्या। अहिले म हिँड्दै जानु फेरि पार्क त बहुत ठुलो रहेछ, त्यहाँ के जग्गा छ हेर्नुपर्छ। अब मान्छेले भन्छ होला मैले अब भिडियो बनाउनु जान्दिनँ भनेर। हो म जान्दिनँ भिडियो बनाउनु, तर पनि मैले मतलब एउटा सोख लाग्यो कि मलाई भिडियो बनाउनु भनेर, त्यही भएर बनाएको। सो तपाईँहरू खराब नपाउनु भनेर म यस्तो यस्तो भिडियो बनाउँछु भनेर चाहिँ। जाऊँ न अनि खराब नपाउनु होला। म चाहिँ एउटा खुसी लाग्छ यस्तो भिडियो बनाउनु, त्यही भएर मैले चाहिँ यो पनि के यसको के भन्छ यो नाम, यसको कमल फुल भन्ने हो। यो फुल त पहिला हाम्रो यस्तो गाउँमा धेरै थियो नि यस्तो। यहाँ त कति मजा के भन्छ के भन्छ रोपेको नि। यहाँ त हामीको त कस्तो यस्तिकै फुलिरहेको थियो। पानी कस्तो मजा आएको हेर्नु न, कहाँ बोलेको थियो पानी चाहिँ। बाफ्रे पानीहरू पनि कस्तो मजा गएको त हेर्छ। अब निचे गयो कि कता जानु छ, डाउन जानु छ होला। दिदी छिटो आयो न, उहाँ फोटो खिच्नु मजा आउने फोटो। अहिले फोटो खिच्नु मजा छ जग्गा। ऊ त ढोलामा फोटो खिच्नु कस्तो दामी छ। रियल हेर न, यो दिदी के पो भन्छ दिदी, उसको नामै बिर्सेँ मैले। हामी त के भन्छ कछुवा भन्छ यसले, कछुवा कस्तो दामी हेर्छ कछुवा। दामी हेरेर यति थुप्रो त वहाँबाट त यहाँ जग्गामा पानी कति मजा शान्ति भयो। मैले त हात पनि खाइदिन्थ्यो। यो त नेचुरल बताउँछ।
यो के निक्लेको होइन गरम गरम धुवा जस्तो रहेछ। छोटा सा हाउस यहाँ लाइट गइरहेन कति राम्रो लाइट गरेको छ। यो के निक्लेको होइन गरम गरम धुवा जस्तो रहेछ। छोटा सा हाउस यहाँ लाइट गइरहेन कति राम्रो लाइट गरेको छ। हेलो झोलामा त के छ आज हामी के भन्छ घरमा पुरी हेर्नु आएको थियो हेर कस्तो लाग्छ यो झोला पाल्यो यो यो भन्छ